guys, good morning all of you. Welcome back to our YouTube channel. आज चाहिँ हामी पूजा गर्न गएको शिवरात्रि र तपाईहरुलाई शिवरात्रिको सबैलाई शुभकामना है र तपाईहरुको घरमा सबै सुख शान्ति अनि खुसीले भरोस् हैन। आज त हामी बुढाबुढी पूजा गर्न गएको बिहानै र यसरी हामी आजको भ्लग स्टार्ट गर्दैछौं है र कता साथमा कता बस्नु होला देख्छु हामी है। तपाईहरु हेर्दै गर्नुहोस्। स्टे ट्युन। ओके बाइ बाइ। बडीको दोकानमा आइराको छु। सिन्के धुपहरु छैन त यहाँबाट किनेर लाने। हामी त आज कतै 3 जग्गाहरु जाने, 3-4 जग्गा गरे। मन्दिर चुलीथुङ्गा मन्दिर जाने। चुलीथुङ्गा मन्दिर त यहाँ हाम्रै घरमाथि छ, छेउमै छ। हामी चाहिँ 4 जग्गा जाने भनेर 4 धुप किनेको छु। अब भ्याइसक्यो भ्याउँदैन 4 जग्गा जानु चाहिँ। अरु के चढाउनु पर्छ? धुप फुल अन्त अब प्रसाद थियो, प्रसाद यहाँ माथि किन्नु पर्छ। प्रसाद पनि हामीले किनेर लानुपर्छ र अन्त त्यहाँबाट दिन्छ हैन? प्रसाद आफू अब चुलीथुङ्गा मन्दिर त उ माथि छ। हामी यहाँ आइपुगे। अब यहाँ स्कुटी पार्क गरेर त हामी त हिँड्दै जाने यहाँबाट चाहिँ। निने भालुखोपहरू भन्छ हो। हामी त पहिला नै दाउरा घाँस काट्न आउँथ्यो नि यता। यो जङ्गल सबै चारेको छु हामीले। जङ्गल गयो पहिला सानोमा त्यति गइन। हामी चाहिँ जान्थे पुरा। उयो छैन थाहा छैन। हामीले चाहिँ मजा के भन्नु काट्नु जानै पर्छ भनेर हैन, तर अब इन्जोय जान्थे मजा आउँथ्यो। कोही बेला फ्याक्रे खोज्नु, कोही बेला च्याउ खोज्नु। यतातिर त ड्याममै पाउँछ नि त च्याउ खोज्नु मजा आउँथ्यो। त्यो दिनहरू पनि थियो। ए आइपुगे। यहाँ चाहिँ चप्पलहरू खोल्नुपर्छ। मन्दिर यहाँ हो के पो लेउमा कुन्जिन त कस्तो मजाको मस हुँदो रहेछ। मन्दिर आइपुगे। यहाँ हजुर मन्दिरमा टङ्ग गर न घन्टी बजाउन छु। तिमी जान्दैन होला, ल्याउ म बाल्छु। त्यो त सानो कम्तीले हुँदैन त। त्यसरी कहाँ पाल्छ? छोड्नु त मलाई दिउँ। यहाँ चुलीथुङ्गा मन्दिरमा चाहिँ पूजा गरेर निक्लेको। अब यहाँ त अब पूजा गर्दा त कहाँ भिडियो गर्न पाएन नि त। सो अब यहाँबाट चाहिँ निक्लेको हामी। अब अर्को मन्दिर जाने आज अझै। तर यसरी मजाले पूजा गरे भने माइन्डै फ्रेस हुन्छ है। एक प्रकारको शान्ति फिल हुन्छ कि यसरी बिहान बिहान मन्दिरहरू गएर पूजाहरू गऱ्यो भने चाहिँ दिनभरि राम्रो हुन्छ। यहाँ हेर्नुहोस् है, यहाँ को आउँदै रहेछ। पहिला हामीसँग काम गर्ने भुपालमा साथी हाम्रै गाउँमा बिहा भएको छ नि त। रिल्स बनाउँदै रहेछ फेरि खै। रिल्स होइन यता हेर न। ऊ यहाँ गुड्डुलाई देखाइदिएको। अहिले त तर पहिला अर्कै थियो गुड्डु, तर अर्कै भएछ हौ अहिले त। बिहा गरेर चेन्ज भएछ है। आफूलाई लाग्छ? सबै चेन्ज हुन्छ नि है। लाग्छ आफूलाई? अर्को मन्दिरमा आएको। अब पूजा गर्नु रोजर गई पनि सकेँ, म पनि गएको। पूजा गरिसकेर त अब निक्लेको। अब त चौरस्ता गएको। धर्मकट्याय शुष्क्याय नमशुष्क्याय हरिद्याय वायं सद्याय जगदस्याय जनगोप्याय चलोप्याय चनवरुयाय चसुर्याय जनमपरिणाय नमपरिणाय चवरणवराय जनमोर्गुर्माणाय कविग्ने जनमाखिलते काप्रधिरते सर्वै भगवते धनस्तुभेदो नमः जनरिवरि वारि धर्मसे देवोदानवदिसगातकपरिधर्मसे जय। यहाँबाट सुले चाहिँ नन्दीलाई के वरदान माग्दैछ।
अर्को जग्गा आए योसँग चाहिँ भालुखोपको 4टा जग्गा गयो आज त हामी 4 जग्गा भयो अब चाहिँ 4 धाम भयो हाम्रो 4 धाम भयो 4 जग्गा त भयो आज हामी 4टा मन्दिर चाहिँ कभर गऱ्यो आज हामीले अब त यति नै लास्ट आइपुग्यो त्यो चाहिँ यहाँ माथि छ यहाँ आएर चाहिँ मन्दिरमा पूजा गर्ने बुबु चाहिँ यहाँ भेट्दैछ हाम्रो पनि हामी पूजा गरिसके अब निक्लेको अब घर निक्लेको अब चाहिँ मन्दिर गएको अरे आज हो सब दुलोपट्टिको प्यान्ट लगाएर गएको रहेछ म त भर्खर याद गर्दैछु दुलोपट्टिको प्यान्ट आज म त फर्स्ट टाइम होला हौ यत्रो मन्दिर घुमेको 5वटा मन्दिर कुदाएको छु रोजरले मलाई के मन्दिर के भयो अरे रोजर 5 धाम भयो अरे 5 धाम अरे अन्त यो प्रसादको पनि पुरा पावर छ अरे पावरफुल प्रसाद अरे आजको यो अन्त रोजरले भनेको गाइस हामी चाहिँ भर्खर घर आइपुगे हो घर आइपुगे आज त हामी दुईजनै फास्टिङमा अब त पूजा सबै गरिसकेर आए अब त खाना खाने हामी टीका पनि कति कस्तो जस्तो लाग्यो टीका पनि पाराको फुल जस्तो बनाइदिएछ त मेरो त टीका पनि यस्तो गएर गमलामा यस्तो फुल भएको जस्तो बनाइदिएछ पूजा गरेर पनि यहाँ घरमा आएर पनि खाना खाँदैछु डुकुको सब्जी दाल अचार पिँडाटोको दाल है यो चाहिँ ल कस्तो भएछ मिठो भएछ रोजरले त एकैचोटि हिजो बेलुका बिहान नखाएर त एकदम बेसी भोक लागेछ हेलो गाइस हामी त आइसके है घर आएर पनि खानापिना भइसकिसक्यो खाना खाइसकिसके अब रेस्ट गर्ने अन्त आजलाई यति नै छ है मेरो भिडियो सो प्लिज डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला नबिर्सिनी सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला ओके थ्याङ्क यू फर वाचिङ ओके बाई बाई रोजर से बाई बाई भात खाएर भातले मातेर निन्द्रा लागेर बाई बाई